बा नमस्कार। नमस्कार हजुर, नमस्कार। हजुरको परिचय दिनु त। म नारायण प्रसाद सुवेदी, बर्दाघाट 7 जिमेरबार। अनि भैँसी पालक किसान। भैँसी पाल्नु कतिवटा भैँसी पाल्नु भयो? 4वटा छन्। 4वटा छन् सानो ठुला गरेर। साना ठुला गरेर। अनि कति वर्षदेखि यहाँ भैँसी पालन गर्दै आइरहनु? 10 वर्ष भयो। 10 वर्ष भयो तपाईँले भैँसी पालन किसानको रूपमा खेती, तोरी, मकै, लसुन। अनि घाँस खेती कतिमा गर्नु भयो? अहिले 3 कट्ठामा गरेको छु बाबु। 3 कट्ठामा घाँस कुन कुन जातको घाँस लगाउनु भयो? यो एउटा जय घाँस छ 3 कट्ठामा, 1 कट्ठामा चाहिँ बर्सिम घाँस छ। बर्सिम त त्यति राम्रो भएन। जय घाँस भने अब हजुरले हेर्न सक्नुहुन्छ 2-1 पटक काटेको हो। अनि जय यस्तो पहिला हामीले यो खेतमा आलीमा गएर सिरु घाँस काटेर खुवाउँदा र अहिले चाहिँ उन्नत किसिमको घाँस लगाएर त्यस खुवाएर दुध दुहुँदा के फरक पाउनु भयो? यसमा धेरै फरक छ। यो घाँसमा अरू चिज मिलाएर दियो भनेदेखि दुध पनि बढ्ने, भैँसीलाई चाहिँ पौष्टिक तत्त्व पनि हुँदो रहेछ, भैँसी पनि मोटा हुँदो रहेछन्, स्वास्थ्य पनि देखिँदो रहेछन्। अनि यो घाँस खुवाउँदाखेरि दाना पनि मैले दाना यो घाँसै हालेपछि यस्तै सुक्खा काटेर पराल काटेर तोरीको देखेर हेर्नुहोस् ती दाना पनि खुवाउन कम खुवाए पनि भयो। कम खुवाउँछु, मकैको ल्याएर मकै पिनाएर बरानसित खुवाउँछु। जे होस् पहिलाको भन्दा अहिले चाहिँ तपाईँहरूले आधुनिक तरिकाले उन्नत घाँस खुवाएर पाल्दाखेरि अलि लागत चाहिँ अलि कम भएको छ। लागत पनि कम, मान्छे राख्न पनि नपर्ने, सजिलो। अब त्यति घाँस काटेर ल्याए, यति काटेर ल्याए, त्यसमा मिलाएर त्यसपछि 4वटा वस्तुलाई पुग्ने। त्यसो हुनाले यो चाहिँ घाँस चाहिँ सबैले उत्पादन गर्नुपर्ने रहेछ क्या। अनि अब यो तपाईँको नगरपालिकाबाट तपाईँले अब के कति अब सुविधाहरू किसानलाई के पाउनु भयो? मैले नगरपालिकाबाट केही पनि पाएको छैन। अब मलाई चाहिएको एउटा गोठ सुधार चाहिएको, गोठ साउरो छ, पानी छैन यहाँ हेर्नुहोस्। यो पाइपबाट लगाएर सिँचाइ गरेर छरेको घाँस हो त्यो, खानेपानीको पानी लगाएर। पानीको सुविधा र अब गोठ सुधारको पायो भने तपाईँले अझै राम्रोसित व्यवस्थित तरिकाले भैँसी पालन गर्ने विचार गर्नुभएको छ। अनि यो भैँसीहरू यो बिजीबाट जन्मेका हुन् कि के? यो बिजीबाटै, हजुरले ल्याएको बिजीबाट भएका भैँसीहरू हुन्। अनि कति दुध दिन्छ यो भैँसीहरूले? योले बिहानमा चाहिँ पाडीले दिएर 7 लिटर थियो लैनोमा। 7 लिटर ब्याउनी छ, थाक्यो छैन। अब यो 2.5 वर्षको भयो। अनि यो बिजीबाट जन्मेको भैँसी र राँगो लाएर जन्मेकोमा के फरक केही पाउनु भयो तपाईँले? मैले पाएँ। किन फरक हुन्छ भन्नुहुन्छ भने त्यो बिजीबाट जन्मेको उन्नत जातको निक्लाउँदो रहेछ। अनि पाडो लाएर राँगोबाट लगाएको चाहिँ 50% भएर अलिक कमसल जातको देखिँदो रहेछ। उत्पादन पनि कम हुँदो रहेछ, दुध दिनेमा पनि फरक हुँदो रहेछ। ल धन्यवाद बुवा। अब जस्तै अझै तपाईँको यो किसान चाहिँ पेसा अझै राम्रो हुँदै जाओस्, फलोस् फुलोस्, शुभकामना छ है त। धन्यवाद।